हेलो, यो बिहानीको समयमा यहाँलाई गुड मर्निङ, नमस्ते, शुभ प्रभात छ। खासमा अहिले भोजपुर नगरपालिकाको भूगोलमा छु। यो जुन तपाईँले पृष्ठभूमिमा देखिरहनु भएको भूगोल चाहिँ टेम्केमयु गाउँपालिकाको वडा नम्बर 1 3 हो। खासै माथि देखिएको मयु डाँडा, जहाँ टुप्पोमा बादल लागिरहेको छ। यो बादल लागेको पहाड चाहिँ मयु डाँडा हो, जो भोजपुर जिल्लाको एकमात्र पर्यटकीय स्थलको रूपमा लिन सकिन्छ। त्यसलाई पनि भने त्यो नजिकैबाट पिखुवा खोलाको शिर पनि भन्न सकिन्छ। नजिकैबाट यहाँ तपाईँले दृश्यमा देखिरहनु भएको छ सेतो पानी। अलिक म जुम गरेर पनि देखाउँछु। यो सेतो देखिएको चाहिँ पानी हो, जुन सावा झरना हो। यो झरना चाहिँ पिखुवा खोलाको मूलत शिर हो। यो जुन यो बिहानीको सुन्दर दृश्य देखिसके पश्चात भिडियो कैद गर्न मन लाग्यो। सम्भवतः तपाईँलाई पनि मन पर्न सक्छ यो दृश्य। यो माथि त्यो मयुको शिर अनि भोजपुर जिल्लाको एकमात्र ठुलो खोला पिखुवा खोलाको शिर सावा झरना, अनि बिहानको झुल्के घामले जुन स्पर्श गरिसके पश्चात देखिएको यो सुन्दरता छ, सम्भवतः तपाईँलाई पनि मन पर्न सक्छ। राम्रो छैन त भोजपुरको मयु र सावा झरना?